ल आज चाहिँ हाम्रो विद्यार्थीहरूले गाजर लाउनको लागि चाहिँ एउटा प्लट चाहिँ यहाँ तयार गरिरहेका छन् है। ल त्यसलाई मिलाऊ त ल, अझै अझै लेभल मिलाऊ है। ल लेभल मिले एकचोटि फेरि हल्का हल्का दाँदेको हलुका हातले दाँदे लगाएर उचातिर पनि सबैतिर कोतार दियो अब। होइन गाजरको खेतीको लागि अब अहिले उपयुक्त मौसम छ गाजर डकस क्यारोटा जुन चाहिँ अम्बेलिफेरी फ्यामिलीमा पर्छ। आज हामीले खेती गर्न लागेको गाजर चाहिँ न्यू कुरोटा भन्ने हो। यो चाहिँ कस्तो हो त युरोपियन खालको गाजरको भेराइटी हो होइन। यसको लागि हामीले अब के गरेका छौँ त भन्दा 5 ग्राम हामीसँग बिउ छ, त्यही भएर हामीले 8 मिटर स्क्वायर लगभग 8 मिटर स्क्वायर जतिको चाहिँ हामीले ब्याड बनाएको छौँ होइन। ब्याड भन्दा नि एउटा चाहिँ बेड होइन, प्लान्टिङ बेड बनाएको छौँ। अनि यसमा अब गाजरको सिड रेट भनेको 300 ग्राम पर हेक्टर है। गाजरको सिड रेट भनेको 300 ग्राम पर हेक्टर हो। यसको बिउ एकदम सानो हुन्छ, त्यही भएर हामीले चाहिँ के गर्छौँ त भन्दा यो बालुवामा मिक्स गरेर है, बालुवामा मिक्स गरेर हामी छर्ने गर्छौँ होइन। अनि बालुवामा मिक्स गर्दाखेरि हामीले अब के अरे दुईवटा मेथड छ। एउटा चाहिँ ब्रोडकास्टिङ मेथड छ अनि अर्को चाहिँ अब फरो मेथड भन्ने छ होइन। अब फरो मेथडमा चाहिँ हामीले के गरिन्छ त भन्दा यस्तो सानो लाइन बनाएर अनि त्यसपछि त्यो लाइनमा चाहिँ छर्दै जाने भन्ने छ होइन। तर अब एकदमै गाह्रो र अब टाइम अलिक थोरै भएको कारणले हामीले चाहिँ ब्रोडकास्टिङ मेथडलाई चाहिँ अहिले रोजेका छौँ। सर र हामीले चाहिँ के गर्छौँ त भन्दा लगभग हामीले के भनेको छ भने धेरै डिफ्रेन्ट रेसियो छ। 10 देखि 100 1:10 देखि 1:100 सम्म रेसियोमा बालुवा हालेर चाहिँ हामीले मिक्स गरेर त्यसको बिउहरू छर्किन सक्छौँ भन्ने छ है। त्यो अनुसार अब हामीले यसको धेरै गहिरो चाहिँ हाल्दैनौँ बिउलाई है। बिउलाई के त 1 सेन्टिमिटर मात्रै गहिरो हाल्छौँ है, लगभग सर्फेस जस्तै हामीले चाहिँ यसरी यसलाई चाहिँ हालेर पछि अब हामीले चाहिँ कार्डबोर्ड अथवा चाहिँ कुनै चिजको छापो हालेर यो उम्रिएपछि हटाउने गरी हामीले चाहिँ राख्ने गर्छौँ। यो गाजरको लागि हामीले मल अलिक बढी प्रयोग गरेको जस्तो लाग्छ हो तपाईँलाई। किनभने गाजरलाई एकदमै धेरै मल चाहिन्छ सुरुवात स्टेजमा। हामीले प्राङ्गारिक मल मात्रै प्रयोग गरेको छौँ है। ल अब गर्नु पर्यो है। हामीले 250 ग्राम जति बालुवा लिएको छौँ होइन। अनि त्यसपछि यसलाई चाहिँ बराबर हाल्न सकिन्न क्या, यो सिडलाई त एकदम गाह्रो हुन्छ। त्यही भएर हामीले यसरी यसलाई चाहिँ मिक्स गरिदिन्छौँ है। त्यसलाई बराबर मिक्स गर्नु चारैतिर। यसले चाहिँ हामीले खासमा यो बालुवा किन हालेको भने युनिफर्म सोइङको लागि के सबैतिर बराबर हामीले चाहिँ रोप्न सकिन्छ। त्यही भएर यदि चाहिँ हामीले यत्तिकै छर्यौँ भने यो त पोहोर साल हामीले यत्तिकै छर्ने प्रयास गरेका थियौँ होइन। अनि त्यो गर्दाखेरि हामीलाई अलिक समस्या भइदियो कि एक ठाउँमा चाहिँ बढी हुने पछि गएर सार्नुपर्ने स्थिति, अनि सारेको बिरुवा चाहिँ त्यो अनुसार राम्रो नभइदिने कि फेरि होइन। स्प्लिटिङदेखि लिएर अनि यस्तो खालको प्रब्लम आइदिने। अब यसको चाहिँ मेन क्यारट फ्लाइ भन्ने यस्तो खालको चाहिँ यो इन्सेक्ट पेस्टहरू छ, योबाट बचाउनु पर्छ होइन। अरू त त्यस्तो धेरै यहाँनिर एकचोटि रेक ल्याएर यहाँनिर रेक ल्याएर एकचोटि यो गर्नुपर्ने भयो क्या। चारैतिर बराबर यसरी 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 यसो कहाँ परेको छ थाहै हुन्न है। ल एकजनाले छर्क त ल, सिक्नु पर्यो है। यो त यसरी छर्किनु पर्यो भनेर सिक्नु पर्यो। अहिले यहाँ बालुवासँग चाहिँ मिक्स गरेर छर्किरह हो नि होइन, थाहा छ नि तिमीहरूलाई हो कि होइन हो। त्यही भएर ल एकजना आऊ त, यो साइडतिर नि छ र त्यता पर्दैन पर्दैन यता मिक्स गर्दै अझै छर्दै गर्नु पर्यो हो। तिमीहरूले यो बालुवा किन हाले अरे? अहिले सरले भने सम्झेन के छ? बालुवा किन मिक्स गरेको यो सिडमा? किन भन त बिर्सियो? यो युनिफर्म चाहिँ डिस्ट्रिब्युसन होस् भनेर होइन, एकनासले चाहिँ बिउहरू जाओस् भनेर हो कि होइन हो। त्यो कुरो त जान्नु पर्यो नि त होइन। बालुवा किन मिक्स गरे भन्ने कुरो चाहिँ थाहा पाउनु पर्यो है। एकातिर आयो नि त बिउहरू, यसरी त्यो गर्दा गर्दै गर न। अरू अनि कामहरू
ओके अब यो उता यो यता साइडतिर छैन त्यतातिर छ र त ल है गुड ल बस ल अझै त्यो त्यो नि छ र अझै फेरि एकचोटि चाहिँ गर हो लिएर यतादेखि उतासम्म मजाले छ र त ल गुड ल हामीले यो गाजर छरेर पनि सकियो होइन त हामीले कुन मेथडबाट गरियो अरे यहाँ चाहिँ ब्रोडकास्टिङ होइन त छर्नी भने त अनि ब्रोडकास्टिङ भने त होइन ल त्यो कुरो थाहा पाउनु पर्यो है त ल सबैले यो जानु त अब यो तरिकाले चाहिँ ब्रोडकास्टिङ मेथड चाहिँ जानु होइन त सबैले ल गुड ल अब चाहिँ हाम्रो यहाँ ट्याक्कै यसलाई चाहिँ हल्का माटो छर्किने काम भइरहेछ मजाले है फाइनल माटो हाल ल हो हौ ल यसरी अलि हातले दुई त्यो अन्जुलीले लिएर ट्याक्कै माथिबाट फारेर गर न है हौ ल यहाँ गाजर लाएर पनि सकियो है ल अब पछि यसको पर्फर्मेन्स कस्तो हुन्छ है सबैले अब केयर त गर्नै पर्यो होइन तिमीहरू लगाएपछि ट्याक्क हरेक दिन हेर्ने के छ कस्तो छ यसको अपडेट चाहिँ गराइराख्नु पर्यो है ओके क्लास ओके ल